सबैमा नमस्ते। यो प्रपर्टीको बुकिङ खुल्ला गरिएको छ। न्यू क्लासिकल डिजाइनमा बन्दै गरेको यो ब्रान्ड न्यू लग्जरियस टाइपको सेमी फर्निस सेमी बङ्गलो घर रहेको छ। यदि यहाँहरू एकदमै मिल्ने साथीभाइ हुनुहुन्छ, दाजुभाइ हुनुहुन्छ, दिदीबहिनी हुनुहुन्छ, सँगै बस्ने सोचमा हुनुहुन्छ, एकदमै प्याटर्न जिग्री साथी हुनुहुन्छ, सँगै घर लिएर बस्ने सोचमा हुनुहुन्छ र यहाँहरूको परिवार पनि ठिक्काको छ, घर पनि ठिक्काको होस्, सबै कुराको सुविधा पुगेको हाई एजुकेटेड सोसाइटीमा भएको, ढल पानी बत्तीदेखि लिएर बस्नुलाई शान्त वातावरण होस्, घर नजिकै स्कुल, कलेज, हस्पिटल, ब्याङ्क, मार्केट, सुपर मार्केट र पब्लिक यातायातको व्यवस्था पुगेको होस् भन्ने सोचमा घर खोजिरहनु भएको छ भने पक्कै पनि यो घर तपाईँहरूको लागि हुन सक्नेछ। नयाँ मापदण्ड अनुसार सबै वास्तु मिलाएर 14-14 को पिलर र 16 र 20 को डन्डी राखेर अब आउने 45 दिनभित्र सबै निर्माण कार्यहरू सम्पन्न हुने प्रकारको यो घर तपाईँहरू माझमा हामीले बिक्रीमा लिएर आइसकेका छौँ। यो घर रहेको ठाउँ बुढानीकटा नगरपालिका वार्ड नम्बर 2 रुद्रेश्वर चोक नारायणथान काठमाडौँमा रहेको छ भने मेन हाइवेबाट 200 मिटरको दूरीमा पुग्न सकिने घर रहेको छ। यस ठाउँमा दुईवटा घर बनेको छ। दुईवटै घर 3.5 आना 3.5 आना जग्गाको क्षेत्रफलमा बनेको छ। रुमहरूको साइजदेखि लिएर सबै कुरा सिमिलरै रहेको छ। हामीले तपाईहरुलाई एउटा घरको मात्रै रुमदेखि लिएर सबै कुराको जानकारी पुर्याउन गइरहेका छौँ। यो हेरिदिनु होला। यो हेरेर तपाईहरुले यो घरमा के छ, कसरी बनेको छ भन्ने कुराको सामान्य जानकारी तपाईहरुसम्म पनि पुगोस् भन्ने उद्देश्यले भिडियो पनि राखेका छौँ। यो 2.5 फ्लोरको घर रहेको छ भने पश्चिम मोडा फर्केको छ। घर अगाडि 13 फिटको बाटोले जोडिएको छ भने ग्राउन्ड फ्लोर तपाईले 2 BHK रेन्टमा पनि दिन मिल्नेछ। ग्राउन्ड फ्लोरमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 2 बेडरुम र 1 कमन टोयलेट एन्ड बाथरुम रहेको छ भने यो भन्दा माथि घरधनीले प्रयोग गर्नेमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 4 बेडरुम रहेको छ। दुईवटा बेडरुममा तपाईले अट्याच टोयलेट एन्ड बाथरुम सहितको पाउनुहुनेछ भने दुईवटा कमन टोयलेट एन्ड बाथरुम पाउनुहुनेछ। फ्लोरमा फुल सिसोको काठको पार्केटिङ हुनेछ। सिलिङ्समा राम्रो फल सिलिङहरू हुनेछ। टोयलेटका धाराहरू सबै ज्याकवेयरको बस्नेछ। पूजा रुम, स्टोर रुम, लन्ड्री, ब्याल्कनी, सुरेक्स, वाटर रिजर्भ ट्याङ्क सबैको व्यवस्थाहरू पनि गरिएको छ। पार्किङको कुरा गर्नुहुन्छ भने एउटा ठुलै गाडी राखेर 3-4 वटा बाइक अटाउने स्पेस पनि रहेको छ। चिसो तातो पानीको लागि सोलरको पनि व्यवस्था रहेको छ। यदि यहाँहरूले यस्तै घर खोजिरहनु भएको छ, सानो परिवार हुनुहुन्छ र ठिक्काको घर होस् भन्ने सोचमा हुनुहुन्छ भने यो घर तपाईहरुको लागि हुन सक्नेछ। यो घरको मूल्य आस्किङ प्राइस 3 करोड 60 लाख राखेका छौँ भने यदि यहाँहरूलाई घर मन पर्यो भने बसेर मूल्य पनि मिलाउन सक्नेछ आपसी समझदारीमा। यदि यहाँहरू एजेन्ट ब्रोकर हुनुहुन्छ भने कष्ट नगरिदिनु होला। अधिक कुराको जानकारी लिनलाई आरजी भेन्चर एन्ड